नमस्कार। हामी आज हाम्रो नारद घिमिरेको नाति विनोद घिमिरेको स्वर्गारोहण भएको 10औं पुण्यतिथिको अवसरमा बन्धुबान्धव भेला भएको छु। हाम्रो बन्धुबान्धवको संक्षिप्त परिचयमा चाहिँ विष्णुलाल मूलपुरका विष्णुलालका 4 भाइ छोरा मकरध्वज घिमिरे जेठो, माइलो काशीनाथ, साइलो ध्रुवनाथ, कान्छो नारद। यसरी मूलपुरका विष्णुलालका 4 भाइ छोरामध्ये काशीनाथको सन्तानै भएन। त्यो भएर काशीनाथको कुनै पनि सन्तान दसन्तान नरहेको बेला जानकारी गराउँछु। जेठो छोरो विष्णुलालको मकरध्वजका 14 भाइ छोरा जीवित। 14 भाइ छोरामध्ये 2 जनाको विवाहबारी नभइकन मृत्यु भयो। त्यसपछि 12 जनाको घरजम विवाहबारी भयो। 12 जना छोराहरूका 31 जना नातिहरू हामी रहेका थियौँ। म स्वयं पनि नाति पुस्तामा पर्छु मकरध्वजको। 31 जना नाति र 35 जना पनाति रहेको छौँ। 31 जना मकरध्वजका नातिमध्ये 3 जनाको स्वर्गारोहण भयो। स्वर्गारोहण हुनेमा वंशीधर घिमिरे, नेत्रमणि घिमिरे र गणेश घिमिरेको मृत्यु भएर मकरध्वजका 12 भाइ छोराका 31 जना नातिमध्ये 3 जनाको स्वर्गारोहण भएर हामी 28 जना नातिहरू अहिले हाल रहेका छौँ। अब मकरध्वजकै काशीनाथका भाइ, मकरध्वजका भाइ यहाँदेखि विष्णुलालका माइला छोरा काशीनाथ कुनै सन्तान भएनन्, उहाँको विवरण हुने कुरा भएन। अर्को साइलो छोरा विष्णुलालको मकरध्वजको तेस्रो भाइ ध्रुवलालका 3 छोराहरू हुनुहुन्थ्यो। पोषराज, माइलोको हामीले नाउँ थाहा पाएनौँ, माइलोको कुनै पनि सन्तान भएन। र भेषराज 2 जना हुनुहुन्थ्यो। पोषराजका 2 जना छोरा शिवलाल र शिव र विष्णु अहिले पनि हुनुहुन्छ, जुन नाति पुस्ता हाम्रै पुस्ताका हुनुहुन्छ। भेषराजका 2टा छोरा मुकुन्द र नारायण हुनुहुन्छ। नारायणको स्वर्गारोहण भयो। मुकुन्द अहिले रहनुभएको छ। मुकुन्द हाम्रै नाति पुस्ताका विष्णुलाल मकरध्वजका अर्थात् विष्णुलालका चाहिँ पनाति पुस्ता मकरध्वजको आगाका नाति पुस्ताका हुनुहुन्छ। र अर्को विष्णुलालका कान्छा छोरा यहाँदेखि मकरध्वजका कान्छा भाइ नारदका 2 छोरा हुनुहुन्थ्यो, टेकनाथ र कृष्ण विरही घिमिरे। अहिले जुन टेकनाथका 2 छोरा मदन घिमिरे र विनोद घिमिरे 2 जना हुनुहुन्थ्यो। त्यही टेकनाथका 2 छोरामध्ये कान्छा छोरा विनोद घिमिरेको दुःखद निधनमा हामी बन्धुबान्धव चाहिँ 10 दिनको पुण्यतिथिमा भेला भएका छौँ। र कृष्ण विरहीका पनि 2 छोराहरू हुनुहुन्छ। त्यसो गर्दा समग्रतामा भन्यो भने विष्णुलाल मूलपुरखाका पनाति पुस्ताका हामी चाहिँ मकरध्वजका नाति पुस्ता भनेर चिनाउन चाहन्छौँ। यसरी विष्णुलालका 4 भाइ छोरामध्ये नाति पुस्ताका हामी चाहिँ अहिले 28 जना मकरध्वजको खलकपट्टिका, 3 जना नारदपट्टिका र 3 जना चाहिँ ध्रुवलालपट्टिका गरेर हामी चाहिँ 34 जना नातिहरू जीवित छौँ। र अहिले ध्रुवलालपट्टिका नाति पुस्ताका मुकुन्द घिमिरे तराई इटरीमा बस्नुहुन्छ। अरू धेरैजसो हामी यहीँ काठमाडौँमा रहेका छौँ। यहाँ चाहिँ अहिले हामी मकरध्वज र नारदका गरेर हामी कतिजना छौँ यहाँ चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ। सबैलाई क्रमशः देखाउन म यहाँ चाहिँ हुनुहुन्छ हिरामणि ठुलुबुवा, राम ठुलुबुवा, माधव ठुलुबुवा, गोविन्द ठुलुबुवा, रमेश ठुलुबुवा, विष्णु ठुलुबुवा, सुरेश ठुलुबुवा, विद्यु ठुलुबुवा। अनि यहाँ हुनुहुन्छ जनार्दन ठुलुबुवा। यहाँबाट किशोर काका, मोहन काका, जीवन काका, राजन काका, दीपक काका, केदार काका, त्यस पछाडि सुशील काका, अनि कुमार काका, प्रकाश काका र सुमन काका। र त्यस पछाडि भतिज ग्रुपमा रविन दाई, विश्राम घिमिरे र म आफै यति उपस्थित भएका छौँ।